आज गएर चाहिँ बहिनीको भात खाइमा हेर्नुहोस् होला भाइको घरमा के हुन्छ स्टेट फुपूको बानिजको छोरीको भात खाइरहेछ थाचु हेलो के आएको खाएको म चाहिँ यहाँ छोड्नु त मासु के अरे बन्द भएको कति भएको हालेको च्याटा देखा त हामी यहाँ चाहिँ Cheers. Cheers. यो के भएको अब चाहिँ हामी बहिनीलाई खदाहरूलाई दिन आँटेको हेर्नुहोस् ल हामी कसो गर्नेछौँ के गर्नेछौँ बस्नु ल सबैजना बोजूहरू आउँदैछ रेउमा गएको छ बाजे बोजू मात्रै छ सबैजना हेलो माम खाएको सुप खाएको अभिषेक दादाले म भोलि 5 बजी उठेर सेलरोटी पोल्नु छ त्यहाँदेखि उठेर रोटीको पास राखेर नुहाइ धुवाइ गरेर अरूहरूलाई सेलरोटी पोल्नु छ भने चाहिँ यता भुला भन्नुहोस् त्यहाँदेखि पोल्नुहुन्छ सेलरोटी अब अहिले यो खाँदैछु तर भए पनि जसो भए पनि उठ्नै पर्ने छ हाम्रो काकी त भालेको डाकमा आउँछ अरे 6 बजी नै आउँछु गरेको साथी साथी छैन 6 बजी नै आउँछु कस बजीको साथी ऊ 5 बजी आउने भाइ ऊ लु यतिको चाहिँ हुनु पर्यो अरे आउँछ हामी घर जान आँटेको हाम्रो भात खानु सक्यो अब भात खाने बिचमा एक अर्को बिचमा होइन मैले उयो लगाइरहेको छु नि त्यही ढुङ्गल नाच म त ढाले 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 पानी झरीमा ढले हामी सबैजना हामी चाहिँ घर गएको अब यस्तो पानी झरीमा पानी पुरा पर्दैछ के गर्नु पानी झरीमा घर जानै पर्यो हेलो गाइस हामी चाहिँ भर्खर भात खाइसकेर घर आइपुगिसक्यो तपाईँलाई मेरो भिडियोमा के लाग्यो कस्तो लाग्यो मन परेको लाइक शेयर एन्ड सब्सक्राइब गर्नु नभुलिदिनुहोस् होला बाई बाई सी यू अन नेक्स्ट भिडियो टेक केयर बाई बाई